हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। म चाहिँ यही ग्यारेन एक्सप्रेसको पछाडि बस्छु। आज चाहिँ भ्यू पनि राम्रो छ होइन। हिजो भिडियो बनाउन पाएन, हिजो बिमारी पनि थियो अलिअलि, त्यही भएर भिडियो बनाएन। आज चाहिँ अब डेली आउँछ जस्तो भर म भिडियो बनाउन धेरै कोसिस गर्छु। अब भगवान्ले साथ दिन्छन् भने अब हुँदै गर्छ। तर यो मेहनत चाहिँ कहिले छोड्नु हुँदैन, मेहनत गरिराख्नुपर्छ। कुनै न कुनै टाइममा सफलता आउँछ। लाइफमा जति दुःख भए पनि कहिले हरेस गर्नु हुन्न है साथीहरू। एक न एक दिन सबैको राम्रो दिन हुन्छ, राम्रो समय आउँछ सबैको होइन। म चाहिँ कम्पनीतिर अब लागेको साथीहरू, टक्क भिडियो बनाउँदै। अनि अब मान्छेहरूले पनि खोजिरहेको थियो, त्यही पनि अब मतलब नगरिकन आफूले आफैलाई गर्ने, अरूले कसैले गरिदिन हाम्रो लागि, आफ्नो लागि। त्यही भएर लाज नमानिकन भिडियो बनाउँदै कुरा गर्दै गएँ। अनि कम्पनीतिर पनि पुगेँ, टक्क कम्पनीतिर पुगेर अब भिडियो बनाउँदै हिँड्दै गइरहेँ। त्यसपछि टक्क कम्पनी पनि आइसक्यो। कम्पनी आएपछि टक्क अब गएर दाजु पनि रेडी भएर टक्क आइसक्नु भयो रहेछ। म चाहिँ बसेको थिएँ। अनि अब टक्क गएर चिया खाँदै यत्तिकै जानु त गऱ्यो, चिया खाइकन नखाइकन त दिनै जान्न। सनराइज पनि राम्रो भएको थियो। अनि टक्क माथि गएँ, माथि गएर पनि अब यसो हजुरलाई भ्यू देखाइदिउँ भनेर होइन, हजुरहरूलाई टक्क भ्यू हेर्दै यत्तिकै चिया खाँदै मस्त बसिरहेछ टक्क। त्यसपछि अब रुमतिर जान पऱ्यो भनेको त अब भिनाहरू पनि रेडी हुँदै रहेछन् कि टक्क जाने बित्तिकै पुरै अर्को फेरि त मनमा बोलिराख्नु भएको थियो। टक्क गएर यसो भिडियो हानिदिएको भिनाले फेरि भन्दा चाहिँ कहिलेदेखि यो यस्तो फेरि यस्तो चलखल दिन लाग्यो भन्दा चाहिँ ठिकै छ। म पनि रेडी भएर टक्क अब दिन पऱ्यो। टक्क अब गाडी साडी क्लिन गरेर चिटिक्क पारेर राखेको छु। अब टक्क लोडिङ गर्ने, लोडिङ पनि भइसकेछ। अब लोडिङ भएर अब हामी फेरि जानु अब टक्क डेलिभरी दिन है साथीहरू। डेलिभरी दिन फेरि उता बिर्कटतिर रहेछ। ठाउँ चेन्ज भइरहेको छ, बिर्कट वक्रतिर कता हुन्छ होइन। टक्क ठाउँ दिने सामान दिने ठाउँमा गएर टक्क अब प्लेट लिएर जाँदैछु, गाडी छिर्दिन अब। त्यही भएर अब टक्क मस्त अट्टी लगाएर राखिदिउँ, अनि फोरगिलले लान्छ गरेर त्यही भनेर त्यसपछि अब हामी सामान झारेर रेडी गरेर अब त्यो कस्टमरसँग बिलमा साइन गरेर टक्क हामी फेरि वक्रतिर लाग्यौँ। वक्रतिर फेरि मस्त यहाँ वक्र एक्सटेन्सनमा पुगिसक्यौँ। त्यसपछि टक्क जाँदै टक्क फेरि वक्र फेरि यस्तो दामी फुलबारी छ क्या।